राफिनिया इन्जर्ड भयो अरे हो केटा हो। आज रातिको गेम मिस गर्छ अरे राफिनियाले। मलाई त विश्वासै लागेको छैन होइन। अब यताउता स्पेनिस उता त्यो न्युजहरूबाट चाहिँ आइरहेको छ। अब लाइनअप नआएसम्म केही थाहा छैन होइन। अफिसियल न्युज चाहिँ आएको छैन। राफिनिया नि नहुने, पेड्री नि नहुने। सोच त केटा, मिडफिल्डमा पनि राम्रो प्लेयर छैन, अट्याकिङमा पनि राम्रो प्लेयर छैन। अन्त के होला, लामिन यामालले मात्रै त केही गर्न सक्दैन। फर्नान्डो टोरेसको हालत थाहा नै छ। तर एल्बा सिटी हो, हान्नुपर्छ। फेरि एलाबा सिटीलाई नि सजिलै तरिकामा लग्न सकिन्न कि। फेरि अस्ति भर्खर रियल मड्रिडले 3-2 हानेर राउन्ड अफ 16बाट आउट पारेको छ। अब फेरि गेम अनुसार हेर्ने हो भने त फेरि बार्सिलोनालाई गोलै सक्छ र होइन र। फेरि सक्दैन नि फेरि साकला बिन्दु। बार्सिलोनाले चाहिँ जित्छ, 100 जित्छ केटा हो। 3-1 वा 3-0 हानेर बार्सिलोनाले आजको गेम 100% जित्छ। रियल मड्रिड फ्यानहरू रुन बस्छ र बार्सिलोना फ्यान चाहिँ ताली बजाउन बस्छ। जय शम्भो शिवजी।